गुड मर्निङ सबैजनालाई। यो चाहिँ भुटानको दृश्य हो। जहाँनिर फुन्चुलिङदेखि अलिकति धेरै होइन 3 किलोमिटर जस्तो माथि पर्छ। अनि धेरै राम्रो छ यहाँको मौसमहरू। यहाँबाट तपाईँले तल जयगाउँहरू पनि देख्न सक्नुहुन्छ। जयगाउँ चाहिँ तपाईँको इन्डिया पर्छ। सो फिलहाल चाहिँ अहिले हामी भुटानमा छौँ, जहाँबाट चाहिँ बाइपास थिम्पू पारो माथि जान सक्नुहुन्छ। अहिले फिलहाल म मेरो साली बुढीसँग घुम्दैछु। उहाँहरू पनि बाहिरबाट घुम्न आएको, त्यही भएर घुमाउँदैछु। यो देख्दै गरेको चाहिँ जयगाउँको दृश्य हो। अनि हामी चाहिँ भुटानमा छौँ। हेर्नुहोस्, तपाईँहरूले मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दछु। गुड मर्निङ सबैजनालाई। यो चाहिँ भुटानको दृश्य हो। जहाँनिर फुन्चुलिङदेखि अलिकति धेरै होइन 3 किलोमिटर जस्तो माथि पर्छ। अनि धेरै राम्रो छ यहाँको मौसमहरू। यहाँबाट तपाईँले तल जयगाउँहरू पनि देख्न सक्नुहुन्छ। जयगाउँ चाहिँ तपाईँको इन्डिया पर्छ। सो फिलहाल चाहिँ अहिले हामी भुटानमा छौँ, जहाँबाट चाहिँ बाइपास थिम्पू पारो माथि जान सक्नुहुन्छ। अहिले फिलहाल म मेरो साली बुढीसँग घुम्दैछु। उहाँहरू पनि बाहिरबाट घुम्न आएको, त्यही भएर घुमाउँदैछु। यो देख्दै गरेको चाहिँ जयगाउँको दृश्य हो। अनि हामी चाहिँ भुटानमा छौँ। हेर्नुहोस्, तपाईँहरूले मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दछु।